नमस्कार सबैलाई। यस भिडियोमा हामी डेरिभेटिभ एज इन्स्टेन्टेनियस रेट अफ चेन्जको बारेमा कुरा गर्छौं। गणितमा मुख्यतया चारवटा आधारभूत संरचनाहरू हुन्छन्, जस्तै क्वान्टिटी, स्ट्रक्चर, स्पेस र चेन्ज। यसमध्ये चेन्जको अध्ययन गर्ने शास्त्रलाई क्याल्कुलस भनिन्छ र यस क्याल्कुलसमा चारवटा मुख्य टुलहरू छन्, जस्तै लिमिट, कन्टिन्युटी, डेरिभेटिभ र इन्टिग्रल। आज हामी डेरिभेटिभको एउटा महत्त्वपूर्ण पाटो इन्स्टेन्टेनियस रेट अफ चेन्जको बारेमा चर्चा गर्नेछौं। एउटा सामान्य उदाहरण लिउँ। मानौ एउटा घरको छतबाट एउटा बल सिधा तल खसिरहेको छ। गुरुत्वाकर्षण बलको कारण बलको गति सुरुदेखि अन्त्यसम्म एक नासको हुँदैन, यो लगातार बढ्दै जान्छ। मानौ त्यो घरको उचाइ 150 मिटर छ र बललाई भुइँमा पुग्न 5 सेकेन्ड लाग्छ। हाम्रो गणना सजिलोको होस् भन्नको लागि 150 मिटरलाई 15 युनिट मानौ, जहाँ 1 युनिट बराबर 10 मिटर हुन्छ। मानौ पहिलो 1 सेकेन्डमा बलले 1 मिटर दूरी पार गर्छ, दोस्रो 1 सेकेन्डमा यसले 2 मिटर पार गर्छ। वास्तवमा गुरुत्वाकर्षणका कारण बलको गति प्रति सेकेन्ड 9.8 मिटरले बढ्नुपर्ने हो, तर यस सधारणमा बुझ्न सजिलो होस् भनेर हामी यसलाई यसरी हेरौँ। तेस्रो 1 सेकेन्डमा 3 मिटर, चौथो 1 सेकेन्डमा 4 मिटर, पाँचौं 1 सेकेन्डमा 5 मिटर। यसरी जम्मा 5 सेकेन्डमा बलले 15 युनिट दूरी पार गर्छ। यदि हामीले औसत गति एभरेज स्पिड निकाल्यौं भने त्यो 3 युनिट प्रति सेकेन्ड हुन आउँछ। तर यसलाई अलि रोचक बनाऊ है त। मानौ 11औं तलाको झ्यालतिर हेरेर बसेको एकजना मानिसले आफ्नो अगाडिबाट अचानक बल खसेको देख्छ र तर्सन्छ। के खसेछ भनेर झ्यालतिर हेर्दा बल तल भुइँमा ठोकिएको देख्छ। अब उनलाई ठ्याक्कै आफूले झ्यालबाट देखेको बेला त्यही पलमा बलको गति कति थियो भनेर जान्न मन लाग्यो भने हामीले निकालेको औसत गति 3 युनिट प्रति सेकेन्डले त्यहाँ काम गर्छ त? गर्दैन, किनकि 3 युनिट प्रति सेकेन्ड भनेको त पुरै यात्राको औसत गति हो। तसर्थ त्यो विशेष पलमा जतिखेर मानिसले झ्यालबाट बल देखेको थियो, ठिक त्यो बेलाको बलको गतिलाई इन्स्टेन्टेनियस रेट अफ चेन्ज भनिन्छ र यसलाई गणना गर्न डेरिभेटिभको गणना गरिन्छ। अर्को एउटा उदाहरण हेरौँ। मानौ एउटी महिलाले झ्यालबाट आकाशमा उडिरहेको हवाईजहाज देख्छिन्। उनलाई ठ्याक्कै झ्यालबाट हवाईजहाज देखेको बेला हवाईजहाजको गति कति छ भनेर जान्न मन लाग्यो भने त्यहाँ पनि हामी डेरिभेटिभको प्रयोग गर्छौं। यसर्थ कुनै पनि गतिमा भइरहेको परिवर्तनको बारेमा वा कुनै क्षणमा वस्तुको गति निकाल्नु नै इन्स्टेन्टेनियस रेट अफ चेन्ज भनिन्छ। यसलाई नै डेरिभेटिभ भनिन्छ।